होइन गाडीबाट ओर्लिनै नसक्ने भिड थियो गाडीबाट ओर्लिनै नसक्ने कहाँ दमकमा दमकमा त म यहीँ थिएँ नि त्यो भिड तपाईँहरू हुनुहुन्न थियो होला सायद उहाँहरूले बाहिरबाट 700-800 मान्छे ल्याउनु भएको थियो 200 जति मान्छे यहाँका लोकल थिए 1000 जति मान्छे थिए 2-3 हजार हाम्रा साथीहरू बाटाको अरूतिर उभिया थिए त्यो 1000 जति मान्छेले उहाँको गाडी घेरेका थिए तपाईँले भने ठिक हो 1000 जति मान्छे 1,63,000मा 1000 जति मान्छेले खिचिया थिए बस कहाँबाट आएको थियो त याद होला नि सप्तरीदेखिका धनुषादेखिका बस आएका थिए गौरीगञ्जतिरबाट पनि 1-2वटा बस झिकाएको थियो अरूतिरबाट पनि झिकाएको थियो मोरङतिरबाट बस झिकाएको थियो यसरी 600-700 मान्छे 14-15वटा बस त आउने भयो नि त्यसो गर्दा अनि गाडी पनि आएको देखिने यता पनि चहल पहल देखिने तर 1000जना मान्छे एउटा गाडीको वरिपरि भयो भने ओर्लिन